यस्तो आर्थिक खडेरीमा पनि चालु आर्थिक वर्ष 2082-83 को जेठ मसान्तसम्ममा 11 महिनामै वाणिज्य ब्याङ्कहरूले 64.5 अर्ब नाफा कसरी गरे? हामी वातावरण छैन भनिरहेका छौँ, तर यो नाफा हेर्दा आर्थिक वृद्धमा केही सकारात्मक सन्देश भने गएको छ। नमस्कार, तपाईलाई बिजनेस सेन्ट्रलमा स्वागत छ। अघिल्लो आर्थिक वर्षको 11 महिनामै ब्याङ्कहरूले 53 अर्ब 97 करोड 64 लाख रुपियाँ मात्र नाफा कमाएका थिए। यसको मतलब भर्खरै मौद्रिक नीति आएको छ, निर्देशिका आइसकेको छैन। कम्तीमा 3 महिनाको समीक्षा अवधि नआउँदै यो विश्लेषण अलि हतार हो कि भन्ने जिज्ञासा पनि उठ्ला। यो जिज्ञासा राख्नुभन्दा अगाडि ब्याङ्क र हाम्रो दिमागमा आउनुपर्ने 2-4 वटा तथ्यगत मुद्दाहरू छन्, ती पनि हेरौँ। अहिले ब्याङ्कमा अत्यधिक तरलता किन छ? नयाँ आर्थिक वर्षमा कर्जा प्रवाह 6.52 खर्ब पुर्याउनु पर्नेछ, तब मात्र बजेट र मौद्रिक नीतिको 14 खर्बको लक्ष्य भेट्न सकिनेछ। तर चुनौती भने 30 खर्ब ऋणको सामाब्याज तिर्न नै 5 खर्ब पैसा चाहिन्छ। तर राम्रो पक्ष एउटा के छ भने वैदेशिक मुद्रा सञ्चित भने 37 खर्ब माथि छ। ब्याङ्कको निष्क्रिय खाता बन्द गर्न राष्ट्र ब्याङ्कको निर्देशन छ, जुन कि निष्क्रिय खातामा रहेको झन्डै 2 खर्ब रकम सरकारी कोषमा ल्याउन सरकारले आँखा गाडिरहेको छ। वित्तीय अपराध रोक्न र ग्रे लिस्टबाट बाहिरिनको लागि यो कडाई गरिएको राष्ट्र ब्याङ्क स्रोतको दाबी छ। ब्याङ्क तथा वित्तीय संस्थाको CSR अर्थात् संस्थागत सामाजिक उत्तरदायित्वको रकम पनि सरकारी खातामा जम्मा गर्नुपर्ने र सोही आर्थिक वर्षमा खर्च गर्नुपर्ने व्यवस्था 2082 मै लागू भइसकेको छ। यद्यपि नेपालको निजी क्षेत्रले यसको विरोध गरिरहेको छ। कर्जाको ब्याज दर दशकमै कम हुनु अर्थात् 6-7% हाराहारीमा हुँदा पनि किन माग बढिरहेको छैन त? उद्योग केन्द्रित लगानी किन बढ्न सकेन त नेपालमा? अर्थशास्त्रीहरूका अनुसार ब्याज दर दशकमै न्यून छ। कर्जाको औसत ब्याज दर 6.73% र निक्षेपको 3.35% भए पनि निजी क्षेत्रको कमजोर मनोबल र आन्तरिक माग नबढ्नुले नै कर्जा प्रवाह लक्ष्य अनुसार बढ्न नसकेको हुन सक्छ। यिनै 5 वटा बुदाको जवाब खोजियो भने र चित्तबुझ्दो जवाब पाइयो भने बुझ्नुहोस् अर्थतन्त्र ठिकठाक छ। एकातिर सरकारको सुशासन, अर्कोतिर अत्यधिक तरलता अनि विदेशी लगानीकर्ताको लागि ठोस पहल छैन भने निजी क्षेत्र पर्ख र हेरमै छ। अहिले यो कस्तो कन्ट्राडिक्सन हो नेपालमा? अब यसको पनि चिरफार गरौँ। वैदेशिक मुद्रा सञ्चित राम्रो छ। कुल वैदेशिक ऋण 3 खर्ब, यो चाहिँ बढ्न सक्छ अझै, किनकि राजस्वको दायरा र दर दुवै खुम्चेको छ। यदि यो ऋण अनुदान वा आन्तरिक स्रोतबाट उठ्न सकेन भने के हुन्छ भन्ने चिन्ता अर्को छ। यसको लागि सरकारको अल्पकालीन र दीर्घकालीन दुवै रणनीति आवश्यक छ। ऋण त अमेरिका, चाइना र भारत, रसिया सबैको धेरै छ, तर ऋण उत्पादनशील परियोजनामा केन्द्रित छ। नेपालको जस्तो तलब भत्ता र अनुत्पादक परियोजनामा होइन। यो भने संवेदनशील विषय होला। अब एकैछिन कुरा गरौँ उही कन्ट्राडिक्सनको। कर्जा नोक्सानी व्यवस्था, लोन लस प्रोभिजनको। एकातिर ब्याङ्कको नाफा बढ्ने, अर्कोतिर कर्जाको माग नहुने, यो कस्तो अवस्था हो? केही ब्याङ्कको नाफा बढेको भनिए पनि सबै ब्याङ्कको अवस्था उस्तै भने छैन र यसको मुख्य समस्या नै कर्जा नोक्सानी व्यवस्था अर्थात् लोन लस प्रोभिजनकै हो। समग्रमा 20 वटा ब्याङ्क मध्ये 14 वटा ब्याङ्कको नाफा बढेको छ, 6 वटाको घटेको छ। यो अवस्था हेर्दा नै थाहा हुन्छ कि ब्याङ्कप्रति सरकार र लगानीकर्ताको सम्बन्ध कस्तो छ। अब कुरा गरौँ नाफा घटाउने ब्याङ्कको, जसमा प्रभु ब्याङ्क सबैभन्दा ठुलो सङ्कुचनमा छ भने हिमालयन ब्याङ्क कुल नाफाका आधारमा सबैभन्दा पुछारका 2 ब्याङ्क मध्ये पर्छ। राष्ट्र ब्याङ्कको आफ्नै विश्लेषणले भन्छ कतिपय ब्याङ्कको नाफा खराब कर्जाको असुलीका कारण बढेको हो भने कतिपयको भने नाफामा दबाव कर्जा नोक्सानीको व्यवस्था बढाउनु परेकै कारणले घटिरहेको हो। समस्या के भने नेपालमा हाल कुनै पनि कर्जाको सामाब्याज 1 वर्षसम्म नउठे त्यसलाई 100% खराब कर्जामा वर्गीकरण गरी उति नै रकम बराबर प्रोभिजन छुट्याउनु पर्ने बाध्यकारी व्यवस्था छ। ब्याङ्करहरूले लामो समयदेखि यसलाई भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काको जस्तो लचिलो बनाउन माग गर्दै आइरहेका छन्। तर गत असार अन्तिम साता ब्याङ्करहरूको टोली राष्ट्र ब्याङ्कका डेप्युटी गभर्नर पण्डितलाई भेट्न जाँदा उहाँले एभरेस्ट ब्याङ्कको उदाहरण दिँदै अरू ब्याङ्कले पनि उस्तै ब्याङ्किङ गरेको भन्दै यो व्यवस्था परिमार्जन नहुने स्पष्ट सङ्केत दिएर फर्काइदिए। अब समग्र प्रणालीगत असर कस्तो छ त त्यो पनि हेरौँ। चैत मसान्तसम्मको तथ्याङ्क पनि हेरौँ। 20 वटा वाणिज्य ब्याङ्कको औसत खराब कर्जा 4.48% बाट बढेर 5.25% पुगेको छ, जुन राष्ट्र ब्याङ्कले तोकेको 5.5% को अधिकतम सीमाकै नजिकै हो। 20 मध्ये 11 ब्याङ्कको खराब कर्जा बढेको छ। 9 वटाले मात्र असुली मार्फत खराब कर्जा घटाउन सफल भएका छन्। 3 वटा ब्याङ्कको त खराब कर्जा 8% माथि पुगिसकेको छ। खराब कर्जा जति बढ्छ प्रोभिजन पनि उति
अति नै बढाउनु पर्ने भएकाले यसले सिधै नाफा र पुँजी कोष दुवैलाई प्रेसर दिनेछ। अर्को कुरा पनि बुझौँ, अहिलेको बैंक र लगानीको ब्याङ्किङ प्रणालीमा तरलता प्रशस्त हुँदाहुँदै पनि बैंकहरू कर्जा निक्षेप अनुपात सिडी रेसियो राष्ट्र बैंकले अनुमति दिएको 90% को सीमाभन्दा निकै तल चाहिँ किन छन् त? किनभने प्राथमिक पुँजी कोष अनुपात 8.5% को न्यूनतम सीमा नजिकिँदा थप कर्जा दिन खोज्दा नियामकीय कारबाहीको जोखिम बढ्छ। यही दबावका कारण नै कुमारी र एनआइसी एसिया जस्ता बैंकको प्राथमिक पुँजी कोष अनुपात विगतमा नियामकीय सीमाभन्दा निकै तल झरेको थियो, जसले लाभांश वितरणदेखि शाखा विस्तारसम्म रोक लगाएको इतिहास छ। अब अर्को सरकारले आँखा गाडेको ठूलो रकम जुन निष्क्रिय खाता प्रकरण बढेर चर्चित छ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउन बैंक तथा वित्तीय संस्थालाई 2083 पुष मसान्तभित्र कार्ययोजना लागू गर्न निर्देशन दिइसकेको छ। हाल निष्क्रिय खातामा कुल 1 खर्ब 88 अर्ब रुपैयाँ थन्किरहेको छ, जसमध्ये 10 वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेको 36 लाख भन्दा बढी खातामा मात्रै 17 अर्ब 63 करोड रकम छ। सरकारले यही रकम राज्य कोषमा ल्याउने तयारी थालेको छ। तर हालको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले 20 वर्षसम्म दाबी नआएको रकम मात्र राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्न दिन्छ। त्यहाँ हाल जम्मा 1 अर्ब 67 करोड मात्र छ। यसैले सरकारको योजना लागू हुन ऐन नै संशोधन गर्नुपर्ने हुन्छ र यसको संवैधानिक वैधतामाथि पनि बहस चलिरहेको छ। राष्ट्र बैंक भने यो कडाई वित्तीय अपराध रोक्न र एफएटीएफ को ग्रे लिस्टबाट बाहिरिनको लागि गरिएको बताइरहेको छ। अब कुरा गरौँ अर्को कन्ट्राडिक्सनको, बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्ने रकम सीएसआर को, जस अनुसार राष्ट्र बैंकको आफ्नै मार्गदर्शनले कोषको कम्तीमा 60% रकम सोही आर्थिक वर्षभित्र पारदर्शी रूपमा खर्च गर्नुपर्ने व्यवस्था 2082 मै यो लागू गरिसकेको छ। तर यो रकम सिधै सरकारी खातामा जम्मा गर्नुपर्ने भन्ने केन्द्रीकृत व्यवस्था भने अझै मस्यौदा तहमै छ। शासकीय सुधारका 100 बुँदे कार्यसूचीमा उल्लेख भए पनि कानुन संशोधन बाँकी नै छ र निजी क्षेत्रले यसको स्पष्ट विरोध गरिरहेको छ र निजी क्षेत्र भन्छ यसमा सरकारको हस्तक्षेप बढी नै भयो। अब र्यापअप गरौँ यो स्टोरीलाई। नेपालको अर्थतन्त्र एउटा ठूलो कन्ट्राडिक्सनमा उभिएको छ। एकातिर सरकारको सुशासनको दाबी, अर्कोतिर अत्याधिक तरलता र निजी क्षेत्र अझै पर्ख र हेरको अवस्थामै छ। ब्याजदर दशकमै कम हुँदा पनि माग किन बढेन? उद्योग केन्द्रित लगानी किन बढ्न सकेन? यसको स्पष्ट जवाब सरकार, राष्ट्र बैंक, लगानीकर्ता र उपभोक्ता सबै पक्षले खोज्नुपर्छ। अनि मात्र सरकारको बजेट र मौद्रिक नीतिको लक्ष्य भेट्न सकिएला कि? अब यो हेरिसकेपछि हाम्रो मनोविज्ञान चाहिँ कस्तो छ त? कमेन्ट गर्नुहोस्। म भने बिदा माग्छु। नमस्कार।